We are heading to Siliguri from काकरभिट्टा है नेपालदेखि सिलगढी जाँदैछौँ। यहाँ के कसो पर्छ हेरौँ है त। अब चाहिँ हामी भिडियोहरू अब हामी सिलगढीको बाटोमा जाँदैछौँ है। यहाँबाट काकरभिट्टाबाट पानी परेछ हल्का। अब नेपाल छुट्दैछ। ब्याग चेकिङको लागि जानुपर्ने गऱ्यो है, गाडीबाट झरेर यसो ब्याग चेकिङमा जानु चेकिङ गर्न जान्थ्यौँ। सतभैया भन्ने ठाउँमा छौँ हामी। सतभैया भित्रपट्टि देखेको तलपट्टि हरियो छ नि, त्यो त चिया बगान हो है, चियापत्ती। अनि माथि ठुलो रुख देखिएन, पानी परेको कारणले क्लियर देखिएको छैन है। ल हेर्नु चिया बगान यसरी चाहिँ यहाँ छ चिया बगान। अप्पर बागडोग्रा, अप्पर डोगरा डोगरा अप्पर बागडोग्रामा आइयो। यो बजार रहेछ कि त है मजाको। अप्पर बागडोग्रामा रहेछ। हाम्रो ड्राइभर चाहिँ यहाँ हुनुहुन्छ है। बागडोग्रा एयरपोर्ट है, एयरपोर्ट आगे ए यहाँ नजिक एयरपोर्ट छ है। एयरपोर्टबाट सजिलो जान सक्नुहुन्छ तपाईँ। अलिकति इन्डिया पनि बनिरहेको छ है, क्लिन सिटी हुँदैछ। बिल्डिङहरू बाटोहरू सरसफाइ राम्रै छ पहिला भन्दा। जाममा फस्यो चाहिँ यस्तो जाम लागिरहेको, बाटो बनिरहेको छ, बाटो बनाउँदैछ। आएर खोजिरहेको अवस्था। अब कता कता गइन्छ हेरौँ। अलिकति नेट नचलेको कारणले गाह्रो भयो। गाडी कुर्दै बसेछौँ है, राति परिसक्यो। अब दार्जिलिङ जानलाई हामी कुरेको। आज घुम्दा हाम्रो अङ्कललाई भेट्दा बस्दा यहाँ ठिक्क भयो है। अब हामी दार्जिलिङ जानलाई तयार छौँ। हामी कहाँ छौँ भन्दा कप्तान रामसिंह ठकुरी चोक सुकुनामा छौँ। दार्जिलिङ जाने गाडी कुदिरहेको छौँ है त। यो चौकमा यो बाटो दार्जिलिङ जान्छ है। यसलाई सुकुना चोक भन्दो रहेछ। आउन चाहिँ यताबाट आइयो, तर गाडी कहाँबाट लाग्छ थाहा छैन। यहाँ कुकुर पनि आयो ल। कप्तान रामसिंह ठकुरी चोक। कसैले रोक्दैन त के हो, गाडी त रोक्दै हात आउनु पर्ने। रातिको बेलामा गल्ली सिक्दैछौँ हामी। अब आज त हामी हाम्रो बास यतै हुने भयो। दार्जिलिङ जान लागेको। कहाँबाट आउनु भयो? हामी तानसेन पाल्पा नेपालबाट आएको है। ल हामी गल्ली सिक्दैछौँ है त। ए पोखरा जानुभयो है। हामी सिलगढी अलिकति भित्रपट्टि छौँ है। अब यहाँ चाहिँ पानी परेर बाहिर निस्किन सकिएको छैन। बाहिर निस्केर तपाईँहरूलाई यस्तो ठाउँ देखाउँ भनेको, देखाउन नपाइने भयो। भित्र गल्लीहरू यस्तो छ है। यो मैले छतबाट खिचिरहेको छु, बाहिर निस्किन पाएको छैन। अब यहाँ यो सिटीभन्दा अलिकति भित्रपट्टि छौँ, तर राम्रो छ, मजाको छ। यहाँ छतमा चढेर तपाईँहरूलाई भ्यू देखाउँछु ल। एकचोटि हेर्नुहोस् यस्तो छ। दार्जिलिङ सुनादा जानको लागि बाटो कुरिरहेको छौँ। यहाँ गाडी कुरिरहेको छौँ है। यसलाई भन्छ सुकुना मोड। सुकुना मोडमा छौँ। अनि कन्फ्युज नहुनु होला। यो त्यो गाडी आयो। अब हामी गाडीले हान्न सक्छ, हन्दिरहेछ है। हामी यहाँबाट गाडी चढेर जानेछौँ। अलि फोहोर रहेछ यहाँ चाहिँ। यस्तो ठाउँमा यस्तो फोहोर चाहिँ देखिन्छ। अब सिभिलाइज सिटीमा अनसिभिलाइज वर्क चाहिँ भइरहेको छ है। ल हामी तपाईँलाई सुनादा दार्जिलिङ गएर फेरि केही दृश्यहरू देखाउनेछौँ ल। के भन्ने हो रोजी तिमीले?
भन न केही भन्ने अभिषेक हुन्छ फेरि आउनु होला है भेना ए ल छ भन्ने मलाई लाइरह यहाँ चाहिँ हाम्रो अभिषेक प्रधान है हाम्रो सालो रोजीको भाइ अनि पास्टर सेवकाई चाहिँ यहाँ गर्दै हुनुहुन्छ सुकुनामा है सिलगढीमा कहिले कसो आउनुभयो भने हामीले लिङ्क दिन सक्छौँ यु क्यान मेक रिलेसन टु हिम है ल राख्छु अहिले पछि भेटौँला फाइनल्ली गाडी पाइयो गाडीमा बसेका छौँ हामी अब सर र मासिएर जाँदैछौँ है त ज्याकेट यही छ तिम्रो ज्याकेट टेन्सन नलिएको केही भन अब मामालाई गाडीहरूलाई सबैलाई भिड्दै हो धेरै खुसी लाग्छ अनएक्सपेक्टेड तरिकाले आइयो सामान त केही ल्याउन पाइएको छैन सुकुना मोडबाट सुनादामा पुग्दा जसमा हाम्रो 200 रुपियाँ भाडा लाग्छ है सबैलाई जानकारी होस् यहाँ थियो होला होइन यहाँबाट ओके यहाँको भ्यूहरू चाहिँ यस्तो खालको छ है कटेजहरू बाटोमा सानो रेस्टुरेन्टहरू है मसलहरू घरहरू चाहिँ यस्तो छ है एउटा झरना रहेछ यहाँ चाहिँ है मजाको माथि लाग्छ जहाँ पनि लागिरहेको छ पानी चाहिँ तलबाट चाहिँ हामी गाडीमा छौँ त्यही भएर अलिकति मिलेन डाँडैभरि चियापत्ती बगान छ यहाँ है चियापत्ती लगाइरहेको छ मान्छेले त्यो चाहिँ डाँडा काँडा पनि बाँकी रहेन पानी परेछ है पानी परेको बेला त्यस्तो गरी राम्रो आएन सरी ल राम्रो देखियो धन्यवाद यो डाँडै काँडामा चियापत्ती चाहिँ लगाइरहेको छ यहाँ चाहिँ यस्तो मजाको देख्न सकिन्छ है त्यो पारी पनि रहेछ भयो यही नजिकै चियापत्ती बगान डाँडा काँडा है हिँड्दा आउँदा जाँदा डाँडा काँडालाई प्रयोग गर्न सकिन्छ चियापत्ती बगान अलि माथि गएर अझै देखिन्छ होला सायद हेरौँ यो पुरै डाँडामा चाहिँ चियापत्ती बगान नै पुरै डाँडामै चियापत्ती बगान ल यसरी अब एन्टरप्रेनरसिप हुन सकिन्छ है कसले गर्छ ल यहाँको भ्यू हेर्नुहोस् यो पनि दामी रहेछ तल उही तलबाट आएको हामी यति तलबाट आएको छौँ तल हो त्यो बस्तीबाट आएको पुरै डाँडामा चियापत्ती राम्रै त्यो रहेछ त अब यहाँ चाहिँ हुसु यस्तो खालको देखिन्छ प्रायः जस्तो माथि डाँडा तेलको पट्टीहरू देखिन लाग्यो है यो कालमा पनि तपाईँ देख्नुहुन्छ रेलको पट्टि त बसमा जाँदैन बस्तीहरू रेलदेखि लाग्यो हामी खरसाङतिर आइसकेका छौँ है यसलाई भन्छ खरसाङ कि भेडी खोला उयो पानीको बस्तीलाई भन्दो रहेछ है गाडी हेर्नु त्यही कसो तपाईँहरू भिडियो हेरेर मजा लिनु होला हामी धुनखोलामा आउँदैछौँ है अब हामी यहाँबाट खरसाङ नजिकै छ खरसाङ आइसक्यौँ हामी चाहिँ बसमा चढेर आइरहेको छौँ बस गरेर के लागि जिप टाटा सुमो हो यो पालिका गाडी आयो होइन फोर्ड गाडी चलिरहेको छ है अब हामीले देख्छौँ यहाँ पनि पुरानो घर भत्किया रहेछ है बिचरा यस्तो भिडभाड घरमा चाहिँ डरलाग्दो रहेछ हाम्रो तानसेन त यत्रो बिल्डिङ भएर राजेर अचम्म छ यहाँ मान्छेहरू यो होइन खरसाङ बजार खरसाङ पनि आइयो खरसाङ बजार अलिकति पानी परेको अवस्था हामीले देख्न सक्छौँ है तपाईँहरू ट्रेन देख्न सक्नुहुन्छ है ट्रेन चाहिँ यहाँ लागिरहेको छ देखिएको छ पानी परेर अलिकति डिस्टर्ब पनि भइरहेको छ है
दार्जिलिङको ट्रेनमा चाहिँ चढ्न आउनु होला है सबैजना। यो सानो खालको ट्रेन हो है, छुक छुक छुकवाला पुरानो ट्रेन दार्जिलिङमा चाहिँ चल्छ। यो एन्टिक हो, ब्रिटिसको पालोमै बनाएको होला सायद यो। जेसिनोले विकास गरेकै हो त्यो। अब अलिकति यस्तो छ बजारहरू, यस्तो भिर पाहाडमा पनि विकास गरेको छ यहाँ है। हामी चाहिँ नजिकै आइसकेका छौँ। अहिले चाहिँ आयो खरसाङ, यहाँ लेखेको छ खरसाङ 4864 8 फिटमा रहेछौँ हामी है खरसाङमा चाहिँ। ल यहाँबाट हेरौँ, यता पनि जाने बाटो, तलतिर जाने बाटो, माथि जाने बाटो, पेट्रोल पम्प पनि रहेछ यहाँ। साँगुरो ठाउँमा कसरी विकास गरेको छ। यो त हाम्रो तानसेनभन्दा सानो छ है, तानसेनभन्दा सानो छ, त्यस्तो पनि व्यवस्थित छ, मिलाइरहेको छ मान्छेहरूले है। अब दिमाग भयो भने चल्दो रहेछ रहेछौ है। सानो ठाउँ भए पनि यहाँ यस्तो व्यवस्थित गरेर मानिसहरू बसिरहेको छ, हिँडिरहेको छ है। म्यानेजमेन्ट चाहिँ सानो बाटोमा पनि हिँडिरहेको छ, एउटा दुइटा गाडीहरू धेरै हिँडेको छ। जस आउने एउटा दुइटा गाडी चाहिँ फाटाफुटो पास भएको छ भन्नु खोजेको। तर सानो ठाउँ पनि क्राउडेड देखिन सक्नुहुन्छ। पानी पर्दा पनि यस्तो छातो पर्दै, पानी नपर्दा के होला यहाँ मान्छेहरूको ठुलो चाहिँ धेरै नै रहेछ है। हेर्नु त साइडमा रेल पनि पुल छ। अलिकति बजार चाहिँ ठुलो बेच्ने बस्ती चाहिँ खरसाङको चाहिँ तपाईँ देख्न सक्नुहुन्छ। फिफा वर्ल्ड कपको पनि चलिरहेको छ 2026 को। अझै पनि स्टिल हामी खरसाङ बजारमै छौँ है। यहाँको पसलहरू ठाउँहरू तपाईँहरू देख्न सक्नुहुन्छ। लको कसाना फोटोमा आउनुहुन्छ है। यो चाहिँ के रहेछ खरसाङको कस्तो मिलाएको है यहाँ मान्छे। बसहरू गाडीहरू सबै चल्दाखेरि यस्तो नानी बनाएको छ क्या साइडमा। अब त्यो चित्तै सुताइरहेको छ क्या, यस्तो नानी बनाएको नि। अलिकति त फोहोर चाहिँ फोहोरै रहेछ है। सरसफाइ चाहिँ गर्नुपर्ने, पाइपहरू खानेपानीको त्यो ठाउँको नाम चाहिँ टुङ भन्छ। घुम आइछ क्या यो पनि अलिकति रमाइलो बजार घुम भन्छ है। यहाँबाट नजिक छ, तलतिरतिर टी स्टेट सबै है। बाटो बिचमै छ ट्रेनको पट्री, पट्री भन्ने होला नि चाहिँ। चटकपुर आइपुग्यो है, चटकपुरमा छौँ अहिले। सानो बजार रहेछ, एडभर्टाइज गर्ने बोर्ड पनि रहेछ। चटकपुरको सानो बजार यो सबै चटकपुर भन्ने ठाउँमा है त। अब हामी सोनादाको नजिक आउँदैछौँ है। अनि सोनादामा चाहिँ अलिकति वेदर चाहिँ अलिकति चिसो चिसो नै छ, तर ठिकै छ। भने हामी एडजस्ट गर्न सक्छौँ। फाइनल्ली वी आर होइन नियर टु सोनादा। त्यहाँ माथि बोर्डमा लेखिहाल्यो लेख्यो होइन। ओके, हामी फाइनल्ली सोनादामा आइसकेका छौँ। सोनादा बजार अब स्टेसनमा ट्यागको झर्ने, अनि त्यसपछि अलिकति बिरालो बिरालो स्टेसन हेर्ने, अनि सामान पनि किनिदिनु पऱ्यो है। हतार हतार हिँड्यो है पनि, हतारमा केही ल्याउनु पाइएन। हेरौँ यहाँको बजार यस्तो छ है। जुम गर्दै यही छ हामी
हेलो हामी चाहिँ सुनादा बजारमै छ सुनादा बजारबाट ट्याक्क माथि जाने बाटो थियो होइन नि अब यस्तो छैन हामीलाई ल अब बाहिर माग्ने होला भाइ मलाई यहाँ ल यहीँ अगाडि हो चिन्यो तिमीले उयो बिल्डिङ याद भयो रोजीलाई ल अलि पर हो थाहा गरेको तिमीलाई अलिअलि याद रहेछ यहाँ चाहिँ एकदम भिड थियो झऱ्यो नि यहीँ हामी अगाडि झर्दैन है अलिकति अगाडि हो अलिकति अगाडि हो यहाँ चाहिँ सामान किनेको के याद छ रोजी हामी धेरै नजिक आइसकेका छौँ है अब झर्ने स्टेसनमा आइसक्यो नाना बजारमा पनि गर्छ अब यहाँबाट मान्छे बाटो पनि होइन उता यहाँको घरको स्ट्रक्चरहरू यस्तो छ है गाडी चाहिँ आइरहेको छ जान्छ ट्रेनको पट्टी पनि यही छ सायद हामी अलि अगाडिसम्म जानुपर्छ होला कता हो रोजी सामान के किनौँ त कहाँ थाहा छ रोजी लाग्छ तर यो हो कि होइन थाहा होइन तर जाने बाटो जस्तो छ खोज्दै जाऊँ अगाडि पसल कहाँ छ खोजौँ वाट वी वान्ट टु बाई है के किन्नुपर्ने हो रोजी यही बाटो हो जस्तो छ है हो र एकचोटि देखाऊँ त रोजीले यो बाटो भनेको छ हो कि होइन कन्फर्म गर्नलाई मामाहरूलाई सोध्नुपर्छ है हो ल यो बाटो भनेको छ पहिला गाडी अलि आधी बाटो जान्छ कि होइन जाँदैन क्या त्यसमा ल जे होस् हामी सामानहरू किन्नुपर्छ कि त अगाडि जाउँ ल रोजीले त यो बाटो भनेको छ हो कि होइन अब यो सगुना चिकन दिपक मासु पसलहरू छ है हेरौँ अब कता जाने हो रोजी कता हो तपाईँको कालो यस्तो आइयो कहाँ आयो हिँड्दै कहाँसम्म जाने हो बाँकी रोजीले यो पनि त्यो त्यो पनि त्यो भन्छ कता हो त्यो छ है मौसम चाहिँ पानी परिरहेको छ अनि उसलाई ठुलो दोकान चाहिएको छ यहाँको दोकान यस्तो यस्तो स्टाइलको अनि यहीँ खोजौँ अब सोधौँ होला मेरो विचारमा पाइन्छ खोज्नु पऱ्यो सोध्नु पऱ्यो नि बल्ल पाइन्छ नसोधेको घर पाइन्छ त सोधेको हुन्छ पुरै खास खोजेको के हो मैले तिमीले त भएन है खास खोजेको के हो रोजी ल यहाँ सोध्ने हो लास्ट फेरि फाइनलमा एउटा पसलमा थियौँ है सन्जोग बाटो चाहिँ हेर्ने पनि यो यस्तो ढुङ्गा लगाइरहेको छ है यो गिटीहरू लगाएको छ यो त चिप्लिन्न भनेको होला सायद पाइएन रोजी ओके हामी जाने बाटो यहीँ हो जस्तो लाग्छ एकछिनमा चढाउँला है त ल जाऊँ अब हाम्रो बाटो यतै हो रोजी ए यति नै हो कसरी थाहा हुन्छ होला तिमीलाई यहाँ यो स्योर हो हराउनु त हराएन नि किन हो पुगिन्छ त के फोन नम्बर छ फोन गर्ने तल झरेर फेरि फोन गर्ने ल अब यो उकालो बाटोको यात्रा अब यहाँबाट ट्याक उकालो जाने उकालो बाटो यस्तो यस्तो छ घरहरू 48 कति वर्ष कति वर्ष आत्तेको ए जोरङमा पुग्नु पर्ने हो नि त ए ल अब हामी चाहिँ काकालाई भेटिसक्यौँ काकालाई भेटेर माथि जाँदैछौँ अब यो उकालो यत्रो उकालोबाट चढ्दै छु तल यस्तो फगी देखिन्छ है फगी नै फग भ्यूहरू यहाँ चाहिँ पहिला भर्याङ सरेङ टाक्क बनेछ यस्तो यस्तो खालको घरहरू देखिन्छ क्या माथि डाँडा काँडामा छ घर पुरा यो चाहिँ दार्जिलिङको सुनादा भन्नेमा हो मेन चौरास्ताबाट
जाने होला दार्जिलिङमा चाहिँ गएन हामी जाडो जाडो छ उकालो चढ्दै गर्दा गर्मी भयो शरीर उकालो ओह्रालो तान्छन् जस्तो ल अरू चाहिँ म तपाईँलाई के देख्छु बाटोमा सबै कुरा देखाउँछु ल ल उकालो ओह्रालोको त तानसेनको पनि बाउ रहेछ है डाँडा काँडा घर बनाएको छ है आमामा घर त चेन्ज भएछ त यहाँ त धेरै घर बनिसकेको रहेछ डाँडा काँडाको बिचमा आमामा थकेर आयो जोस् नेपालको टावर एउटा मात्र टिप्दो रहेछ घरिघरि फोन आउनु सक्छ है भ्यूहरू यस्तो हेर्नु सक्नुहुन्छ रोजी त यहाँ आएर बसेर कता के गरिसकिन् छिरेर सबै आफ्नो बुढालाई पनि बिर्सेर अगाडि अगाडि कहाँ गयो के कहाँ गइन् घाँस घुस छिरिदिन् आइज पनि भनिदिनु फेरि कस्तो होला वा क्या दामी फुलहरू रहेछ यहाँ चाहिँ यो घरमा दार्जिलिङमा चाहिँ प्रायः जस्तो घरमा फुलहरू देख्न सकिन्छ है यस्तो यस्तो खालको ल दार्जिलिङमा प्रायः जस्तो घरमा चाहिँ देख्नुहुन्छ तपाईँले यो चाहिँ धेरै कम्तीको मात्र हुँदैन लगभग सबैको हुन्छ यो डाँडा काँडा पारी देखिया छ नि यो सबै नेपाल हो है अनि यता चाहिँ दार्जिलिङ हो अनि यता कुनै टेरिटोरी चाहिँ इन्डियाको पर्छ जस्तो पारी पारी देखेको पहाडहरू चाहिँ नेपाल हो हामी दार्जिलिङको नजिकै छौँ दार्जिलिङ चौरस्ता चाहिँ यो साइडबाट अलिकति त्यो देखिएछ नि पहाड भन्दा मुनिपट्टि हो हामी त्यहाँ जान भ्याउँछौँ कि भ्याउँदैन टाइम छैन हामीसँग त्यही पनि एकचोटि कोसिस गर्छु सर र यो के फुल रहेछ यस्तो मजाको दार्जिलिङमा यस्तो खालको घर छ है यो हाम्रो इमानुएल मामा घर हो रोजीको आफ्नै मामा